हाम्रो चाहिँ टोटल यो परीक्षामा 1966 केन्द्रहरू परीक्षा केन्द्रहरू थिए। त्यसमा नेपालभित्र 1965, नेपाल बाहिर जापानमा एउटा गरेर 1966 केन्द्र हाम्रो चाहिँ जम्मा थियो र 1 महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने एउटा निर्देशन अनुसार हामीले अलिकति परीक्षाको यो उत्तर पुस्तिका परीक्षण मोडालिटीलाई परिवर्तन गऱ्यौँ विगतको भन्दा। त्यो हिसाबले हामीले देशभित्र रहेका 1965 केन्द्र परीक्षा केन्द्रलाई नै परीक्षण केन्द्र मानेर हाम्रा उत्तर पुस्तिकाहरू त्यही नै परीक्षण गरायौँ। अनि त्यहाँ परीक्षण भएका उत्तर पुस्तिका र मार्कस्लिपहरू चाहिँ केन्द्रमा ल्याउने काम भयो र केन्द्रमा त्यसलाई इन्ट्री गर्ने र कम्प्युटर प्रोसेसिङ लगायतका कुराहरू चाहिँ गरेर आज हामी नतिजा प्रकाशनको चरणमा पुगेका छौँ। र अब यसमा करिब चाहिँ जनशक्ति परिचालनको हिसाबले 73,500 को हाराहारीमा जनशक्ति परिचालन भएको थियो यो परीक्षामा। र हाम्रा विद्यार्थी सङ्ख्या टोटल चाहिँ 5,12,421 जना परीक्षार्थीले आवेदन चाहिँ गरेका थिए परीक्षाको लागि। र तीमध्ये अब नियमिततर्फ 4,30,667 जना चाहिँ परीक्षार्थीहरू सहभागी भए। र अब यो समरी चाहिँ यहाँहरूको हातमा दिन्छु। म सबै चाहिँ यो पढेर चाहिँ सबै मैले पढ्नुभन्दा पनि यहाँहरूको हातमा दिइसकेपछि यहाँहरूले चाहिँ हेर्न सक्नुहुन्छ। र अब यो परीक्षा सञ्चालनको क्रममा विभिन्न निकायहरूबाट हामीलाई चाहिँ ठुलो सहयोग भयो। यहाँहरूले चाहिँ मिडियाबाट पनि अझै ठुलो सहयोग भयो। सञ्चार चाहिँ हाम्रो कुरा चाहिँ छोटो समयमा हाम्रा चाहिँ सरकारवालाहरू, शिक्षक साथीहरू, अभिभावकहरूसँग पुर्याउने र त्यहाँका चाहिँ भएका गतिविधिहरू केन्द्रसम्म ल्याइ पुर्याउने कुरामा यहाँहरूको सहयोग रह्यो। त्यसको लागि यहाँहरू लगायत सबै चाहिँ सरकारवालाहरू हाम्रा चाहिँ परीक्षामा प्रत्यक्ष परोक्ष रूपमा चाहिँ सहभागी हुने, सहयोग गर्ने सबैलाई चाहिँ यो परीक्षा नियन्त्रण कार्यालयको तर्फबाट मैले चाहिँ हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र चाहिँ नतिजाको हिसाबले अब हाम्रो सदस्य सचिवज्यूले चाहिँ त्यसलाई चाहिँ प्रस्तुत गर्नुहुनेछ। अब यसमा चाहिँ हाम्रो समरीमा चाहिँ अब सदस्य सचिवज्यूको अनुमतिले मैले चाहिँ भन्ने भएँ। हाम्रो टोटल चाहिँ परीक्षार्थीमध्ये नियमिततर्फ 65.98% चाहिँ ग्रेडेड भएका छन्, वर्गीकृत, जसले चाहिँ ग्रेड प्राप्त गरेका छन्। त्यसमा चाहिँ टोटल विद्यार्थी अनि 4,30,667 मध्ये 2,84,160 जना विद्यार्थी ग्रेडेड छन् र 1,46,507 जना चाहिँ नन ग्रेडेडमा चाहिँ रहेका छन्। र त्यो हिसाबले जिपिए को हिसाबले चाहिँ हेर्दाखेरि 1 देखि 2 चाहिँ जिपिए प्राप्त गर्ने 7 जना विद्यार्थी छन्। त्यसै गरेर 2 देखि 2.4 प्राप्त गर्ने 5,190 जना विद्यार्थीले चाहिँ 2 देखि 2.4 चाहिँ जिपिए प्राप्त गरेका छन्। त्यसै गरी 2.4 देखि 2.8 जिपिए प्राप्त गर्ने 55,977 जना विद्यार्थी छन्। त्यसै गरेर 2.8 देखि 3.2 सम्म चाहिँ जिपिए प्राप्त गर्ने 94,222 जनाले प्राप्त गरेका छन् भने त्यसै गरेर 3.2 देखि 3.6 सम्म चाहिँ जिपिए प्राप्त गर्ने 80,372 जना छन्। 3.6 देखि 4 जिपिए ल्याउने 48,392 जना परीक्षार्थीले चाहिँ यसरी जिपिए प्राप्त गरेको अवस्था छ। अब यो समरी चाहिँ मैले प्रस्तुत गरेँ। यहाँहरूलाई चाहिँ हामी प्रदेशगत सिट पनि हामीसँग छ। यहाँहरूको हातमा चाहिँ अहिले प्रदेशगत नै आउँछ, साथीहरूले चाहिँ वितरण गर्नुहुन्छ। त्यो निवेदन पेश गर्नुभएको थियो नतिजा प्रकाशनको लागि 14वटा संस्थाले। उहाँहरूलाई हामीले भर्खर पठाएका छौँ। अब सम्भवतः 1 घन्टाभित्र उहाँहरूले त्यो म्यानेज गरेर चाहिँ हेर्ने वातावरण चाहिँ बनाउनुहुन्छ। हाम्रो वेबसाइटमा पनि अपलोड हुँदैछ। वेबसाइटबाट चाहिँ हेर्न सकिन्छ। अनि नेपाल दूरसञ्चारबाट चाहिँ
ग्रेड सिट चाहिँ डाउनलोड गरेर हेर्न सक्ने व्यवस्था गरिएको छ। त्यो हरेक विद्यार्थीले चाहिँ आफ्नो चाहिँ ग्रेड सिट चाहिँ डाउनलोड गरेर हेर्न सक्ने। कति समय लाग्ला सर? हामीले चाहिँ एकदमै चाहिँ राम्रो रूपमा ग्रहण गरेका छौँ यसलाई। किनभने गत साल हामीले जुन परीक्षण केन्द्र चाहिँ बनाएर परीक्षण गऱ्यौँ, विविध चाहिँ अब इनपुटहरू दिएर चाहिँ प्रतिशत बढाउने भनेर जुन प्रयत्न भइरहेको थियो गत विगतदेखि, त्यसको रेसियोमा पनि अहिले चाहिँ नतिजा अलिकति बढेको अवस्था छ भने अर्को आशंका जुन थियो नि, हामीले चाहिँ हरेक विद्यालय परीक्षण केन्द्र अथवा परीक्षा केन्द्रलाई नै परीक्षण केन्द्र मान्यौँ। त्यहाँ चाहिँ हेलो इफेक्ट पर्छ, समुदायमा चाहिँ सबैलाई चिनेको हुन्छ, परीक्षण चाहिँ राम्रो हुँदैन, चाहिँ धेरै पास हुन्छन्, कोभिडकै चाहिँ अवस्था आउँछ कि भन्ने आशंकाहरू यहाँ चाहिँ आइरहेको थियो। त्यो कुरालाई चाहिँ अहिलेको यो आँकडा हेर्ने हो भने स्पष्ट रूपमा चिरेको छ। शिक्षक साथीहरूले आफ्नो इथिकलाई एकदमै राम्रोसँग आत्मसात गरेर परीक्षण गरेको चाहिँ पाइएको छ। अब एउटा चाहिँ जनरली चाहिँ अब सरकारी अथवा चाहिँ समुदाय अथवा चाहिँ विभिन्न तहबाट गरिएको प्रयत्न, विद्यार्थीले आफूले गरेको प्रयत्न, शिक्षकले गरेको प्रयत्नको परिणामस्वरूप चाहिँ 4% चाहिँ रिजल्ट बढ्नु चाहिँ स्वाभाविक हो। त्यो परीक्षणको कारणले चाहिँ समुदायमा चाहिँ परीक्षण भएको कारणले नतिजामा एकदमै चाहिँ फरक पनि आउँछ कि भन्ने जुन आशंका थियो त्यो चाहिँ छैन। त्यस कारणले एउटा आधार के दिएको छ भने हाम्रा चाहिँ आदरणीय शिक्षक साथीहरू आफ्नो इथिकलाई चाहिँ कायम राखेर यो परीक्षण गर्नुभएको छ। त्यो चाहिँ आजको नतिजाले चाहिँ प्रमाणित गरेको छ। उहाँहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्छु र हामी सन्तुष्ट छौँ यसमा। गाह्रो त पक्कै पनि 1 महिना, अब गत विगतमा 3 महिनामा गर्नुपर्ने काम 1 महिनामा गर्नुपर्दा त्यो स्वाभाविक रूपमा चाहिँ कठिन सबैलाई भयो। तर हामी मात्रै नभएर यसमा चाहिँ 1965 केन्द्रका केन्द्राध्यक्षदेखि लिएर त्यहाँका शिक्षक साथीहरूदेखि लिएर सबैको चाहिँ श्रमको लगानीको अब त्यो सक्रियता समर्पणको चाहिँ प्रतिफल हो यो 1 महिनामा रिजल्ट निस्कनु भनेको। र उहाँहरूले चाहिँ जुन रूपमा पठाउनु भयो त्यसपछि हाम्रा यहाँको टिमले चाहिँ रात दिन चाहिँ अब नभनिकन कुनै चाहिँ बिदा नभनिकन हामी हरेक दिन चाहिँ बिहान 6:30 बजेदेखि बेलुका 6:30-7 बजेसम्म हामी काम गरेका छौँ। यहाँ सबै टिमले कुनै चाहिँ बिदा छैन, कुनै चाहिँ उपभोग गरेको छैन त्यो अवस्थामा। त्यो अनि जनशक्ति चाहिँ हामी थप पनि गऱ्यौँ, किनभने इन्ट्री र चाहिँ रुजुको लागि हाम्रो यहाँको जनशक्तिले चाहिँ भ्याउँदैन थियो। त्यो हिसाबले बाहिरबाट जनशक्तिहरू चाहिँ झिकायौँ अनि उहाँहरूलाई पनि चाहिँ काममा लगायौँ। त्यो हिसाबले चाहिँ हामीले मेहनत पनि बढी नै गऱ्यौँ, जनशक्ति पनि थप्यौँ। त्यो हिसाबले आज चाहिँ यो परिणाम चाहिँ निकाल्न सफल भएका छौँ। अपलोडको लागि हामीले चाहिँ त्यो 14वटा पार्टीहरूलाई पठाएका छौँ। हाम्रोमा चाहिँ अपलोड हुँदैछ। अहिले चाहिँ प्राविधिक साथीहरूले त्यही काम गरिराख्नु भएको छ। मजाले चल्छ। अहिले चाहिँ त्यसलाई चाहिँ अलिकति त्यसको क्यापेसिटी चाहिँ बढाएका पनि छौँ। त्यो मजाले चल्छ। त्यसको समस्या रहँदैन। अहिले चाहिँ हेर्नको लागि सक्छन्। अब त्यो विषयगतको हिसाबले अझै चाहिँ हामीले हेर्न बाँकी छ। विषयगतको हिसाबले चाहिँ हेरिया छैन। यहाँहरूलाई चाहिँ अब यो अलिकति हतार चाहिँ यहाँहरूलाई बढी रात पर्यो भनेर पनि हामीले चाहिँ अलिकति हतार गऱ्यौँ। विषयगत हिसाबले हामी चाहिँ निकाल्छौँ 1-2 दिनमा। अहिलेको चाहिँ लेटर ग्रेडिङ निर्देशिकाले तपाईँले सोधेको चाहिँ अहिलेको लेटर ग्रेडिङ निर्देशिकाले सबै विषय लागेकै पनि पूरक परीक्षामा सहभागी हुन पाउँछन्। अब त्यो चाहिँ खुला चाहिँ गरेको छ त्यो व्यवस्था। त्यो अहिले छुट्याएको छैनौँ हामीले। होइन, हामीले आज चाहिँ अब हतार भएको कारणले छुट्याएको छैनौँ। हामी भोलि पर्सिमा त्यो छुट्याएर चाहिँ निकाल्छौँ बाहिर। अब आगामी दिनमा पनि 1 महिनाभित्रमै हामीले चाहिँ नतिजा सार्वजनिक गर्न सक्छौँ भन्ने चाहिँ हामीले विश्वास गर्न सकिन्छ नि सर? सकिन्छ। अब नजिकै आएको पूरक परीक्षाको त अब त्यति पनि नलाग्ला भन्छु मैले। किनभने हामीले 5,10,000 विद्यार्थी 12,000 विद्यार्थीको अहिले 1 महिनामा निकाल्यौँ भने अब हामीसँग 1,46,000 विद्यार्थीहरू छन्। त्यसमा पनि सबैले सबै विषय दिँदैनन्। अब त्यो आंशिक चाहिँ विषयहरू चाहिँ कम हुन्छ, सङ्ख्यात्मक हिसाबले पक्कै पनि कम हुन्छ। अब अहिले चाहिँ 34 लाख कापी जाँच्नु पर्थ्यो, त्यसको रिजल्ट निकाल्नु पर्थ्यो भने अब 5-6 लाख भन्दा चाहिँ पर्दैन। त्यो हिसाबले हामी चाहिँ छिटै निकाल्छौँ। मैले भन्न खोजेको अबका वर्षहरूमा पनि अब यो रणनीतिले काम गर्यो भन्ने एउटा चाहिँ सफल परीक्षण भइसकेपछि अब आउने दिनमा पनि अब यही रणनीतिले चाहिँ अगाडि बढ्न सकियो भने निकाल्न चाहिँ गाह्रो होइन। त्यो चुनौती अलिकति हामीले चाहिँ फेस गर्नु परेको चुनौती के थियो भने गत विगतमा
अलिकति परीक्षासँग हामीले कपी परीक्षण चाहिँ सेन्ट्रलाइज गर्थ्यौँ, परीक्षण केन्द्र तोक्थ्यौँ, 50-52वटा हुन्थ्यो चाहिँ जम्मा देशभरिको। त्यहाँ पटक पटक चाहिँ सहभागी भएका शिक्षक साथीहरूबाट परीक्षण हुन्थ्यो। हाम्रा चाहिँ डकुमेन्टहरू व्यवस्थित भएर आउँथे, त्यहाँबाट अलिकति चाहिँ सहज हुन्थ्यो हामीलाई। तर अहिले चाहिँ कहिल्यै पनि परीक्षण यो प्रक्रिया र चाहिँ एसईको प्रक्रियामा नजोडिनु भएका साथीहरू पनि यो प्रक्रियामा जोडिनु भयो। उहाँहरूलाई चाहिँ छोटो समयको कारणले हामी चाहिँ अब यो निर्णय नै चाहिँ छोटो अवधिमा भयो। 15 गते 16 गते निर्णय भएर 19 गते परीक्षा सञ्चालन गऱ्यौँ हामीले। अनि जुन निर्देशिका बन्यो यो उत्तर पुस्तिका परीक्षणको लागि 18 गते बेलुका राति 7:30 बजे चाहिँ पास गरेर 19 गते बिहान 8 बजे चाहिँ हामीले परीक्षा सञ्चालन गर्नुपर्ने थियो। त्यो सबै सन्देश पुर्याउन नसक्दाखेरि नयाँ साथीहरूलाई केही चाहिँ असहज पनि भयो त्यहाँ सहभागी हुनेहरूलाई। उहाँहरूले बनाएका डकुमेन्टले हामीलाई पनि यहाँ केही चाहिँ असहज हामीले अनुभव गऱ्यौँ। त्यो चाहिँ अलिकति ठुलो चुनौती छ। सकेसम्म हामीले चाहिँ उहाँहरूले अब अन्जानवश अथवा चाहिँ नबुझेका कारणले डकुमेन्ट जुन रूपमा पठाउनु भए पनि यहाँ हामीले चाहिँ भेरिफाई गऱ्यौँ, त्यसलाई पटक पटक चाहिँ रुजु गऱ्यौँ। उत्तर पुस्तिका हामीले यहीँ मगाएका थियौँ, हाजिरी मगाएका थियौँ। हाजिरीबाट उत्तर पुस्तिकाबाट त्यसलाई भेरिफाई गरेर सकेसम्म त्रुटि चाहिँ रहित अथवा रहित त भन्न चाहिँ म दाबी गर्दिनँ, न्यूनीकरण गर्ने प्रयत्न गरिएको छ। कमभन्दा कम चाहिँ त्रुटि आउँछ भन्ने चाहिँ विश्वास हाम्रो हो। अब 2-4% चाहिँ त्रुटि त पक्कै पनि हुन्छ, मानवीय स्वभाव हो। एउटा क्वेसन, अब आर्थिक चाहिँ हामीलाई त्यसो थप केही पनि अहिलेसम्म सरकारले कुनै पनि आर्थिक थप गरेको पनि छैन। हामीले आर्थिक थप मागिएको अवस्था पनि छैन। यहाँ चाहिँ अब परीक्षण केन्द्रमा केन्द्राध्यक्षहरूले हाम्रो चाहिँ बढी खर्च भयो, लगानी भयो, त्यहाँ खटिनु पर्यो। चाहिँ 3 घन्टामा परीक्षा सकिएर हिँड्न पाइन्थ्यो। अब बेलुका चाहिँ बास बस्नुपर्ने, सुरक्षाकर्मी लगायत सुरक्षाको लागि राख्नुपर्ने, खानुपर्ने खर्च भयो भनेर डिमान्ड गरे अवस्था छ। तर यहाँ परीक्षा बोर्डले हामीलाई चाहिँ थप पैसा चाहियो, थप चाहिँ रकम चाहियो भनेर मागे अवस्था छैन। हामीले चाहिँ हाम्रो ड्युटी हो, हामीले चाहिँ समय बढी खर्च गरेका छौँ, लगानी गरेका छौँ, ड्युटी चाहिँ पुरा गरेका छौँ। लागतको हिसाबले, रकम लागतको हिसाबले बढी चाहिँ त्यस्तो गत विगतको भन्दा केही छैन। केन्द्र तक्ष जीवन राखेको जुन माग पुरा हुन्छ कि हुँदैन के छ? त्यो सम्भावना चाहिँ अब हामीले मन्त्रालयमा मागेर पठाएको छौँ। अब आयो भने हामी चाहिँ उहाँहरूलाई उपलब्ध गराउँछौँ, भन्न सक्ने अवस्थामा छैनौँ हामी अहिले। ल, यहाँहरूको यो उपस्थिति र यो सक्रिय पुर्याउने गरी यहाँहरूको सक्रियता रह्यो, त्यसको लागि फेरि चाहिँ आभार व्यक्त गर्छु र धन्यवाद।